सुशीला बर्मनको हत्या सुशीला बर्मनको हत्यारालाई आज जेल चलानी भएको छ। कतिसम्म हुन्छ होइन यहाँ जनताले हातपात गर्छन् भनेर हजुरलाई डाकामा धरेछ रे त्यो फेडे बुढोले ए त्यो आगो लाग्ने एक दिन भए पनि मिटिङ राख्नुपर्छ भनेछ रे तर मेरो ज्यान केही भयो भने उहाँलाई चाहिँ यहाँ ल्याएर थुने हैन त्यसलाई अब छिटोभन्दा छिटो झिकाउनु पर्यो उपचार भइरहेको छ झिकाउनु पर्यो अब छिटोभन्दा छिटो भोलि आछ भनेदेखि हामीलाई चाहिँ होइन हाम्रो ज्यान चाहिँ हामीलाई मार्ने भनेर चाहिँ पुरा सेटिङ मिलाइसक्यो होइन अब हामी एसटी भागमा जाने है भोलि होइन मान्छे ज्यानको चाहिँ सुरक्षा भएन के यस्तो जिउँदै मान्छेलाई आगो लाग्नु चाहिँ कति अन्याय हो हजुर धेरै अन्याय हो त्यसरी आगो लाग्नु उहाँलाई चाहिँ डाकामा धरे अरे आज त हामीलाई चाहिँ त्यो ससुरालाई चाहिँ ल्याउने भनेर बोलाएको हो जस्ट होइन ससुरा आयो भनेर आएको तर ससुरा आएको रहेनछ सासु र के अरे नन्दलाई चाहिँ ल्याएर चाहिँ यहाँनिर चाहिँ उसमा अदालतमा चाहिँ ल्याएर चाहिँ पुरा ऊ भइराखेको छ कि त्यही भएर हामी यहाँ पस्न कोसिस हजुरको मृतक हजुरको को पर्ने मेरो आफ्नो बमजन हो म पनि बमजन हो आफ्नै दाजुभाइ हो हजुर दाजुभाइ त बिहोरै नभएन के त्यही त जिउँदो मान्छेलाई पेट्रोल खनाउने सानो त्यही त कति अधर आज होइन भन्छ रे आज व्यापार लिने बेला मैले थाहा छैन जे भए पनि तर लास्ट